आज चाहिँ म बाल आश्रममा म्युजिक सिकाउन जाँदैछु। सो म चाहिँ यहाँनिर सिकाउँछु, उनीहरूलाई यहाँनिर लेखाउँछु। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। इट्स मी कृपा। अनि आज चाहिँ अस्तिको ब्लगमा भनेको थिएँ नेक्स्ट शनिबार चाहिँ म आश्रम जान्छु भनेर, तर त्यो दिन चाहिँ म आश्रम गइनँ विविध कारणहरूले गरेर। सो अहिले चाहिँ म रेडी हुँदैछु होइन, स्किनमा केही पनि केही गरेको छैन। सो अब चाहिँ म स्किन केयर गर्छु होइन। कपाल चाहिँ नुहाएर यत्तिकै बाइकमा जाँदै सुक्छ। सो यस गाइस, अब चाहिँ म हल्का फुल्का मेकअप गर्छु। सो त्यहाँ चाहिँ बच्चा भाइ बहिनीहरू कस्तो छन्, के गर्छन्, त्यहाँको इन्भाइरोमेन्ट के कस्तो छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई देखाउँछु। र मेरो चाहिँ आज किरातेश्वर पनि जानुपर्ने छ। सो त्यहाँको पनि इन्भाइरोमेन्ट म हजुरहरूलाई देखाउँछु। सो यस गाइस, लेट्स स्टार्ट द भिडियो। भाइहरूले चाहिँ मलाई बोलाइरहेको छ एकछिन ल। आया नमस्ते, राधे राधे। ठीक छ दादा, राधे राधे, राधे राधे। हेलो राधे राधे, राधे राधे, राधे राधे। सो म चाहिँ यहाँनिर सिकाउँछु, उनीहरूलाई यहाँनिर लेखाउँछु। हार्मोनियम चाहिँ यहाँ छ, यसरी निकाल्नु पर्छ। राधे राधे, राधे राधे, राधे राधे। नाना तिम्रो नाम के हो? ए तिमी पनि म्युजिक के हो? पहिला थियो नि। ओके, तिम्रो नाम? तिम्रो? ओके, लुक्दैछ यिनीहरू फटा। नाम के हो तिम्रो? तिम्रो नाम? तिम्रो नाम के हो? अर्को बानाबाट सुरु गर्ने यो खासमा चाहिँ नयाँ पेजबाट लेख्नु पर्ने है।
यसको मिनिङ बुझाइदिनु तिमीलाई म बुझाइदिनु बुझे कसले बुझेको छ अनि सक्यो कसले तिम्रो फोन आउला कि लभली टोन